दिनको छोटो यात्रा कहाँ गर्ने भन्ने हामी सोचिरहेका थियौँ अनि हामीले तय गऱ्यौँ टाढीदेखि खोलीसिमल अनि शक्तिखोर हुँदै अनि उपरदनगढी र अन्तिम हाम्रो डेस्टिनेसन चाहिँ मायाटार रहने गरेर साथीहरूको डिसिजन अनुसार हामी टुरमा एक दिनको यात्राको लागि हामी निस्क्यौँ। यो अगाडि तपाईँले देखिरहनु भएको चाहिँ यो जुपानी कालिका मन्दिर अगाडिको दृश्यलाई पनि हामीले क्यामेरामा कैद गरेका छौँ। कालिका माताको दर्शन गरेर हामी अगाडि बढ्यौँ अनि यो अगाडिको दृश्य चाहिँ शक्तिखोर बजारको यो भिडियो हो। अगाडि ठुला पहाड खुलेको एकदम आकाश एकदम राम्रो रमणीय देखिने यो अलिकति पहाडी इलाकाको लागि यो बजार अलि विशेष मानिन्छ। यो शक्तिखोर बजारको दृश्य पनि मैले तपाईहरुलाई देखाइरहेको छु। शक्तिखोर बजार लगायतै हामीले एउटा पुल क्रस गर्नुपर्छ अनि पुल क्रस गरे पछाडि अगाडि बायाँ लागेपछि अनि हामी उपरदनगढी तर्फतिर लाग्छौँ, मायाटार तर्फ लाग्छौँ। यो एउटा मन्दिर छ अनि अगाडि यो हरियाली ठुल्ठुलो फाँटहरू, त्यसपछि झोलिङ्गे पुलको पछाडि मुनिबाट पनि हामी क्रस गर्नुपर्छ अनि त्यस पछाडि हाम्रो चाहिँ अलिकति पहाडी इलाका सुरु हुन्छ, अलिकति उकालोहरू अनि सानसानो खोल्साहरू पनि तर्नुपर्छ। अनि अगाडि गएपछि एकछिन हामी पुलमा रेस्ट पनि गऱ्यौँ साथीहरू सबैजना बसेर अनि फेरि हामीले बाटो तय गऱ्यौँ। यो हरियाली एकदमै सुन्दर, एकदमै शान्त, एकदमै प्राकृतिकले अनि भरिपूर्ण भएको यो बाटोकोलाई हामीले हेर्दै गयौँ अनि बाटोमा हामीले झरनाहरू पनि देखेका थियौँ। अनि पार्वती दिदी र म चाहिँ सँगै थियौँ अनि साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ। हामी लगभग 8 जना हाम्रो ग्रुप थियो अनि पार्वती दिदी र म यसरी गयौँ गफ गर्दै अनि कुरा गर्दै। पछाडि साथीहरू आइरहनु भएको छ, सबैजना सजिलोसँग अगाडि पछाडि हुँदै गयो। कहिले मेरो भिडियो उहाँले खिचिदिने, उहाँहरूको भिडियो हामीले खिचिदिने, यस्तो गरेर अगाडि पछाडिको मान्छेले अगाडिको भिडियो, अगाडिको मान्छेले पछाडिको भिडियो, यसरी हामीले भिडियो लगायत अनि त्यसपछि रमणीय यो पहाडी दृश्यहरूलाई पनि हामीले क्यामेरामा कैद गर्दै हामीले बाटोलाई तय गर्दै अगाडि बढ्यौँ। यो उकालोको बाटो, टर्निङको बाटो, घुम्ती बाटो हुँदै पहाडको माथि हामी स्कुटी ड्राइभ गरिरहेका छौँ। यो तपाईहरुले देखिरहनु भएको छ, यो एकदम उकालो बाटो हो अनि यो टर्निङ बाटो, उकालो बाटो। यो अहिले खिच्दाखेरि एउटा सरल जस्तो देखियो भने एकदम यो उकालो ठाडो उकालोको बाटोको यो भिडियो हामीले लिइरहेका छौँ। तपाईहरुले देखिरहनु भएको छ। उपरदनगढीको बाटो कस्तो होला भने तपाईलाई कौतूहलता लागेको छ भने यो बाटो हेर्न सक्नुहुनेछ। यो बाटो हेरेर पनि तपाईले तय गर्न सक्नुहुनेछ कि सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले म यो उपरदनगढी जाने बाटोको यो शेरबासको डाँडाको फेरिमा रहेर म यहाँहरुको माझमा बोलिरहेको छु। आज हाम्रो छोटो यात्रा रहेको छ। यो उपरदनगढी हुँदै हामी मायाटार भन्ने स्पेस ठाउँमा हामी पुगेर त्यहाँको के कस्तो छ त्यसलाई अवलोकन गरेर हामी फर्किने छौँ। आज हाम्रो छोटो एक दिनको यात्रा रहेको छ। आज यो यात्राको क्रममा मलाई साथ दिनुहुने आदरणीय सम्पूर्ण मेरा आजको सहयात्रीहरूलाई पनि यहाँ आएर अगाडि आइदिनुको लागि पनि म सबैलाई एकदम नम्र अनुरोध गर्न चाहन्छु। आजको हाम्रो ग्रुप यति नै रहेको छ। अहिले हामी उपरदनगढी जाने क्रममा यो बाटोमा हामी ब्रेकमा छौँ। त्यसपछि हामी मायाटार पनि जान्छौँ। मायाटारको के छ कसो छ त्यो त्यहाँको भौगोलिक स्थिति सबै कुरा हेरेर आज हामी बेलुका नै फर्किनेछौँ। अहिलेलाई यति नै रहेको छ। पछि हामी फेरि ड्राइभ गरेर गयौँ। यहाँ बाख्राले बाटो काटेर एकछिन धन्नै लडेको हाम्रो स्कुटी अनि अगाडि बहिनीहरू अनि पुग्यौँ। त्यसपछि फेरि अर्को बहिनीको जोडी पुगेपछि अनि हामी पुग्यौँ अनि मैले त्यहाँ वरिपरिको यसो दृश्यहरू कैद गऱ्यौँ। अहिले हामी यो उपरदनगढी आइसकेका छौँ साथीहरूसँग। यो उपरदनगढी चितवन जिल्लाको यो तराई क्षेत्रको थोरै समय पनि एउटा आकर्षक र एकदम शीतल अनि हरियाली डाँडाकाँडाहरू हेर्ने ठाउँ। 1-1.5 घण्टाको पेरिफेरीमा आइपुग्ने यो ठाउँ अत्यन्त प्रसिद्ध पनि छ र धार्मिक स्थलले पनि यो ठाउँ र पर्यटकीय हिसाबले पनि यो ठाउँ चाहिँ पछिल्लो समयमा असाध्यै चर्चित र प्रख्यात बन्दै गइरहेको यो उपरदनगढीबाट अझै योभन्दा अलिकति थोरै समयलाई लिएर माथि मायाटार छ। मायाटारसम्म जाने आज हाम्रो योजना रहेको छ। मायाटार अब हामी साथीहरूसँग जाँदैछौँ। उपरदनगढी र मायाटार भन्ने यो ठाउँ चाहिँ पछिल्लो समय अझै यो उपरदनगढी सँगसँगै चाहिँ मायाटार भन्ने ठाउँ चाहिँ विशेष अलिक पछिल्लो समयमा चाहिँ प्रख्यात र चर्चित बन्दै गइरहेको पर्यटकीय हिसाबले र धार्मिक हिसाबले पनि असाध्यै राम्रो मानिने ठाउँमा हामी आइपुगेका छौँ। अहिले साथीहरू हस् धन्यवाद, सबैलाई धन्यवाद।